को हुनुहुन्छ हैन उहाँले चाहिँ यहाँ टोयलेट गरिराख्नु भएको छ हैन त्यसरी जान मिल्दैन नि फेरि नबनाउनु न भिडियो एउटा केटी मान्छे मुतोरी भाग्यो 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 हेर्नुस् ल हेर्नुस् दर्शक पनि भाग्यो मुतोरी हेलो साथीहरु वेलकम अनि नमस्कार हैन विशेष गरी यति बेला चाहिँ म तपाईको यता यो काभ्रे स्थलीदेखि माथि यो झण्डा पार्क जाँदै गर्ने ठाउँमा यो पार्कदेखि ठ्याक्कै यता मुनतिर चाहिँ आइपुगेको छु यो बाटो अलिकति उतापट्टि जाने भनेपछि त्यहाँ चाहिँ दामी पार्क छ हैन त्यो पार्कबाट भर्खरै एकजना बहिनी हुनुहुन्छ दिदी हुनुहुन्छ अथवा को हुनुहुन्छ एकजना केटी चाहिँ यता गइराख्नु भएको छ जहाँसम्म लाग्छ मलाई उहाँ चाहिँ टोयलेटको समस्याले जानु भएको छ जस्तो लागिरहेछ है म सक्दो तपाईहरुलाई त्यहाँसम्म गएर हँसाउने प्रयास गर्नेछु उहाँलाई प्र्याङ्क गर्ने प्रयास गरिराखेको छु त्यसकारणले गर्दाखेरि चाहिँ भिडियो पुरा हेर्नु होला नयाँ जोडिनु भएको छ भने सब्स्क्राइब गर्नु होला साथीहरु जस्तो लाग्छ त्यस्तै कमेन्ट्स गर्नु होला र साथसाथै तपाईहरुलाई कुनै पनि मोनिटाइज भएका युट्युब च्यानलहरु चाहिन्छन् भने पनि सम्पर्क गर्नु होला सानो स्वरले बोलिरहेको छु सुन्नु भएको छ कि छैन हुन त जंगलको एरिया छ स्पष्ट साउन्ड आइहाल्छ भनेर मैले बुम पनि लगाएको छैन त्यसकारणले गर्दाखेरि आज म फेरि ठ्याक्क कस्तो भइदियो भनेपछि यता क्यामेराम्यान छैन अहिले चाहिँ हैन म यता आफ्नै तालले यता आफ्नो काममा आएको थिएँ कि अनि आएकै क्रममा एउटा चाहिँ टक्क भ्लगिङ खालको प्र्याङ्क चाहिँ हानिहाल्नुपर्छ भन्ने हिसाबले चाहिँ म प्रयास गरिराखेको छु हेर्नु होला भिडियो चाहिँ कस्तो लाग्छ हैन जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला अन्यथा धेरै नसोच्नु होला साथीहरु मैले यति भनेको छु तपाईहरुलाई कमेडी जस्ट हँसाउनका लागि रमाइलोका लागि मात्रै है ल अब चाहिँ धेरै नबोलौँ उहाँ लगभग भर्खरै जानु भएको थियो मैले उताबाट फलो गर्दै आएको छु हेर्दै जाँदैछु जङ्गल चाहिँ अलिकति खतरै एरियाको जङ्गल छ लगभग ओ माई गड के हो यहाँनिर त यार कुखुरा खाएको रहेछ त यार यो कुखुरै यसलाई अब यसले पनि हल्का थोरै बहाना बनाउँछ यार कसले चाहिँ यस्तो हेर्नुहोस् त यो कुखुरा जो स्यालले ल्याएर खायो होला होइन आधी रहेछ क्या यसलाई म अहिले एउटा गर्छु ल दर्शक पनि यहाँ हेर्न सक्नुहुन्छ एकजना यहाँ हेर्नुहोस् ल एकजना यहाँ चाहिँ यो दिदी हुनुहुन्छ या बहिनी हुनुहुन्छ को हुनुहुन्छ होइन उहाँले चाहिँ यहाँ टोयलेट गरिराख्नु भएको छ यस्तो अवस्थामा चाहिँ मैले तपाईँहरूलाई यहाँ अनि तपाईँ यसरी खुल्ला मुक्त क्षेत्रमाथि आएर पिसाब फेर्ने हो जहाँ पाए त्यहाँ पिसाब फेर्न मिल्छ ल हेर्न सक्नुहुन्छ दर्शक पनि तपाईँहरूले होइन आज आफैले पिसाब फेर्ने आज आफैले चाहिँ ठुल्ठुलो कुरा गर्ने जङ्गलमा आएर यसरी तपाईँले यहाँ उ गर्न मिल्छ भन्नु त अनि यहाँ सार्वजनिक एरियामा यहाँतिर उपलतिर पार्किङ छ यहाँ तपाईँ आएर ओलतिर आएर यसरी पिसाब फेर्न मिल्छ कि मिल्दैन भन्नु न अनि मान्छेहरू छन् त मान्छेहरू त्यहाँ छन् भन्दैमा अनि यहाँनिर आएर पिसाब फेर्न मिल्छ त भने अनि कस्तो पिसाब लागेको बेलामा अनि पिसाब लाग्यो भन्दैमा त यहाँ जहाँ पाए त्यहाँ पिसाब फेर्न मिल्छ मिलिहाल्छ नि अनि तपाईको जग्गा हो यो मेरै जग्गा हो यो तपाईको जग्गा हो म के गरौ त नि पिसाब लागेको ठाउँमा नि फेर्नु पर्दैन अनि पिसाब लाग्यो भन्दैमा त जहाँ पाए त्यहाँ पिसाब फेर्न मिल्छ भने के यसरी अनि तपाईको मुखमा फेर्नी त हावा कुरा नबोल्नुस् है तपाईँ फेरि भनिदिइराख्नु म जान्छु कस्तो तपाईँ होइन यसरी नभाग्नु है तपाईँ भिडियो नबनाउनु न दाइ कस्तो भिडियो नबनाउनु हो र अनि किन पिसाब लाग्नु अनि किन भिडियो बनाउनुहुन्छ त अनि यसरी आएर पिसाब फेर्ने हो त अर्काको जग्गामा मिलिहाल्छ नि पिसाब कसरी अनि तपाईको मुखमा फेर्दिम त म कस्तो मुखमा हो पिसाब लाग्नु फेरि हैन त्यसरी जान मिल्दैन हैन त्यसरी जान मिल्दैन नि फेरि कस्तो नबनाउनु न भिडियो हैन यो उ गर्नु पर्यो पहिला हैन ठीक छ यहाँ सुन्नु न म तपाईको भिडियो बनाउँदिन भिडियो पनि राख्दिन म यो हैन तर तपाईले एउटा कुरा मान्नु पर्यो क्या तपाईले चाहिँ नि यहाँ आउनुभयो पिसाब फेर्नुभयो यो जग्गा कसको तपाईलाई थाहा छ थाहा छैन मलाई अनि थाहा छैन भने त्यतिकै तपाईँ चाहिँ यहाँ आउनु भएको छ पिसाब फेर्नु भएको छ अर्का ठाउँमा अनि तपाईँले यहाँतिर त्यहाँ जहाँ पिसाब फेर्नु पनि त्यहाँनिर अब केही चिज पनि फल्दैन अब हामीले रोप्यो भने नफलेको म के गरौँ त अनि किन फेर्यो त यसरी हाम्रो जग्गा यसरी तपाईँ जान मिल्दैन है अनि पिसाबमा चुइने गरी अनि कट्टुमै फेर्दिम कि तपाईँको मुखमा फेर्दिम अनि कट्टुमा फेर्ने भने फेर्ने अन्त फेर्ने भने फेर्ने यहाँ अर्काको जग्गामा आएर त फेर्न मिलेन नि त होइन त्यसरी जान मिल्दैन है तपाईँले आमामामा त्यहाँ फेरेको पिसाब यहाँसम्म आएछ क्या पुरा यत्रो किची छ त तिम्रो टङ्कीले जत्रो फेर्छु र के थाहा यहाँ किची
तपाईँ होइन तपाईँले मुद्दा खोलायो होइन नि यहाँ सुन्नु है तपाईँले मुद्दा सुन्नु यहाँ आउनुहोस् भिडियो नबनाउनु है मलाई भनेको हजुर मान्छेले त्यस्तो देख्छ भिडियो नबनाउनु न अनि अनि कसले देख्छ भने तपाईँले हो यसो लाज लाग्ने मान्छेले यहाँ पिसाब किन फेरेको त भनेको अब देखेछ अरे अनि तपाईँले देख्नु भयो अरे पिसा फेरेको देखेन यहाँ भिडियोमा पनि अलिकति क्लिप छ यहाँ भिडियो किन बनाउनु भयो कि भिडियो फालिदिनु होइन भिडियो फाल्छु तपाईँले चाहिँ उ गर्ने किनभने यहाँ चाहिँ तपाईँले जुन तरिकाले फेर्छु अझै पिसाब अझै छोड्नु के पिसाब फेर्छु भने अझ नराम्रो हुन्छ है फेरि के को नराम्रो हुन्छ मेरो साथीहरू त टन्नै बोलाइदिन्छु नि टन्नै भएर डराउँछ जस्तो लाग्यो तपाईँ अर्काको जग्गामा आएर मुद्ने अनि त्यहाँबाट चाहिँ साथीहरू छन् अनि के बोलाइदिन्छु भन्ने तपाईँको जग्गा भने नाम लेखेछ नाम लेखेछ तपाईँको जग्गा भनेर नाम लेख्नै पर्छ अनि पर्दैन त लालपुर्जा ल्याएर देखाउनु पर्ने मैले ल देखाउनु त ल अहिले देखाउनु न अहिले ल त्यसो भए उता मेरो घर उता छ लैन ल त्यहीँ देखाउँछु मैले लालपुर्जा लैन त्यहाँ समातेर मैले फेरि ऊ पनि गर्छु नि फेरि कारबाही गर्छु लैन ल लैन यसरी आएर अर्काको माथि मुद्दा मिल्छ मिलिहाल्छ नि मुद्दा अनि कहाँ कसरी मिल्छ यो झाङतिर लालपुर छ के यो झाङतिर लालपुर छ योदेखि सिधै पर्छ नि मेरो पारि घर सिधै छ लैन उता ल छोड्नु के कस्तो भिडियो नबनाउनु भनेको तपाईँ धेरै नाटक नगर्नु है होइन तपाईँले यसरी पिसाब फेर्न मिल्छ मिल्दैन त्यति भन्नु न मिल्छ ल भयो नि माने नि मैले मेरो लागि मिल्छ मिल्छ यहाँ मिल्छ मलाई हेर्नु दिनु मलाई हगिदिन्छु अहिले यहीँनिर के अरे हगिदिन्छु अहिले हग्यो भने त अहिले त्यही खुवाउँछु मैले त्यहाँ जहाँनिर चाहिँ नि तिमीले मुत्या छ नि त्यहाँ मुतेको ठाउँमा चाहिँ अब त्यहाँ पुरा त्यो माटो नै बिग्रिसक्यो क्या माटोको कलरै बिग्रिसक्यो होला अरू मान्छेले मुत्ने बेला त केही हुँदैन मैले मुत्ने बेला त्यस्तो हुन्छ को मान्छेले मुत्या छ यहाँहरू मुतिहाल्ला नि मान्छेहरूले को मान्छेले मुत्या छर्नु म जान्छु कि त्यसरी मात्रै होइन यहाँ मेरो अहिले म खोज्दै आएको छु यहाँनिर होइन बनाउनु न होइन हजुर भिडियो नबनाउनु भनेको के हुन्छ भिडियो बनाउनु किन भिडियोमा म त मुद्न मिल्ने भिडियो बनाउन नमिल्ने हुन्छ मलाई लाज लाग्छ कि छोडिदिनु भिडियो नबनाउनु होइन अनि मोबाइल सुला फुटालिदिन्छु है मैले छोड्नु यहाँ सुन्नु पक्नु है तपाईँलाई म एउटा कुरा देखाउँछु तपाईँले यहाँनिर मेरो घरबाट म अघि नै मेरो घरबाट चाहिँ कुखुरा कहाँ हरायो भनेको तपाईँले चाहिँ यहाँ मेरो कुखुरा पनि यहाँ यो कुखुरा ल्याएर चोरेर ल्याएर तपाईँको बोयफ्रेन्ड छ हो मैले चोरेको यो मैले चोरेको तपाईँले कसले ल्यायो त यो कुखुरा यहाँ मेरो यो कुखुरा यो मैले खाएको तपाईँले खाएको कसले खायो यो मैले खान्छ यो तपाईँले खाएको म खोज्दै आएको आधी खाएर चाहिँ नि अनि त्यहाँबाट मेरै घरको कुखुरा चोर्ने अनि त्यहाँबाट गएर भित्र गएर त्यहाँ भित्तामा आज मुद्ने मेरो जग्गामा ल मैले खाएँ रे ल मैले खाएको रे ल अघि नै ल्याएर खाएको रे अनि के त अनि यो खोज्ने यसको पैसा तिर्ने कि नदिने यसको पैसा तिर्नु पैसा किन दिने यसको पैसा नि तिर्नु पर्यो त्यो मुतेको पैसा नि तिर्नु लौ न आधा भाग चाहिँ लगेर जानु लौ न मुतेको पैसा तिर्नु पर्यो मुतेको पैसा किन म तिर्ने म तिर्दैन छोड्नु अर्काको जग्गामा मुद्ने चाहिँ किन त भनेको अर्काको जग्गामा मुद्ने किन तपाईँले त्यतिकै कहाँ जानिदिन्छु मैले यो कुखुराको फाइन तिर्नुपर्छ म तिर्दैन है फाइन चाहिँ छोड्नु म जान्छु अनि कसले खाएको त मैले मार्दिन्छु यसरी कुखुरा कसले खाएको त मैले खाएको अनि पैसा देऊ नि त छैन यसो यो मोबाइल ल्याउ तिम्रो किन चाहियो मेरो मन छोड्नु है तपाईँको क्यामेरा फुटाइदिन्छु अहिले छोड्नु भनेको छु मैले मलाई जान्दिनु है मलाई के कस्तो जान्दिनु र पहिला पैसा तिर्ने कि नतिर्ने म तिर्दैन पैसा भयो नि ल के ल देखाउनु त मलाई सब देखाउनु त मैले खाएको भने अर्काको खेतमा आएर स्टाइलको मुद्दा मिल्छ त्यहाँ मुतिहाल्छु नि जसरी पनि मुतिहाल्छु म त्यसरी हुँदैन है जान मिल्दैन तपाईँ धेरै नाटक नगर्नु कि म जान्छु ल तपाईँ जान मिल्दैन मैले भनिदिइरहेको छु हेर्नु तपाईँ जान मिल्दैन मलाई जान दिनु है होइन पहिला पैसा तिर्नु पहिला पैसा नि तिर्दैन म तपाईँ लगेर खानु त्यो आधा भाग होइन त्यो कुखुरा चाहिँ किन त्यसरी ल्याएर खाएको त्यो स्यालले खायो जस्तो खान मिल्छ म स्याल हो र अनि त्यही त नि त्यसरी किन खाएको त मलाई खाएँ धेरै नाटक नगर्नु हानिदिन्छु अनि त्यो कुखुरा चाहिँ नि त्यो उ गर्नु पर्छ त्यो कुखुराको पैसा तिर्नु पर्यो कुखुराको पैसा तिर्नु पर्यो त्यो कुखुराको पैसा तिर्नु पर्यो यो आधा लगेर जानु छिया यो कस्तो लगेर जानु आधा आधी खाएर अब मैले त्यो खाउँ जानु खानु हेलो कस्तो होइन कस्तो भाग्न खोजिरहेको त्यो कुखुराको तिर्छ त्यो कुखुराको पैसा अनि म अनि पिसा फेर्न आएको अनि के कुखुरा खान आएको र म अनि कसले चाहिँ खायो त यो भन्नु पर्यो नि त स्यालले खायो लाने अनि स्यालले खान्छ र अनि स्याल आउँछ यस्तोमा अनि मैले एक्लैले खान्छु त्यत्रो कुखुरा कसले खायो त यहाँ त अनि यहाँ तिमी नै भेटिराखेको छ त तिमी भेटिराखेको छ अनि तिमी यहाँ पिसा फेर्न आइरहेको छ कुखुरा यति रहेछ मेरो ठ्याक्कै मेरो कुखुरा यही हो पिसा फेर्ने भन्दैमा अनि त्यो कुखुरा खाएको र मैले पिसा हेर्ने बित्तिकै मैले कुखुरा खान्छु र कसले खायो त त्यसो भए भन्नु न मलाई प्रमाण दिनु पर्यो नि
पाराउने कि अलिक धेरै नाटक नगर्नु अब दाइहरूले बोलाइदिन्छु अनि थाहा छ एक्लै छोरी मान्छे दियो भनेर हेर्नु भयो क्या होइन त्यो अनि कि त पैसा तिर नि त पैसा तिर जाऊ दाइ नाटक नगर्नु मसँग छैन पैसा छैन ले मसँग पैसा छैन कस्तो पैसा छैन स्यालसँगै माग्नु जानु स्यालले खाइहाल्ला म छोड्नु मलाई पिसाब लाग्यो कस्तो रे अनि त्यहाँ पिसाब फेरेर अन्त पिसाब लागेको छ अरे क्या आधी मात्रै फेऱ्यो आधी त फेरेको आफूले भिडियो बनाइदिने अनि पिसाब फेर्ने बेला त राम्रोसित फेर्दिनु पऱ्यो नि छोड्नु है छोरी मान्छे देख्यो भने पनि नहेर्नु न कस्तो हुनुहुन्छ कि तपाईँ कस्तो रे नै पैसा दिने कि नदिने म दिन्न पैसा छैन मसँग पैसा कोसँग छ त पैसा धेरै एक्लै छोरी मान्छे भएर हेर्ने ऊ जानु अलि दाइहरूलाई बोलाइदिन्छु अनि ले बोलाउनु त दाइहरू कस्तो रहेछन् हेर्छु म दिन्छु मैले बोलाउनु त ल त बोलाउनु त म हेर्छु पैसा दिन्न भने चाहिँ छैन मसँग पैसा किन रोइरह फेरि अनि किन अनि मलाई खायो भन्नुहुन्छ त अनि त्यो मैले खाएको तपाईँको अनि त्यसरी मुद्न मिल्छ त मुद्न त मिलिहाल्छ नि कहाँ मुद्ने त अनि जग्गै मुद्ने ठाउँ हो भिडियो नबनाउनु है मेरो भिडियो नबनाउनु मैले फुटाइदिन्छु अनि पैसा दिनु छैन मसँग पैसा अब अनि त्यसो भए 2-4 दिन मेरो घरमा जाने यतै भाँडा मान्ने म मान्दिनँ कसैको भाँडा साडा म कसैको कटाउने पैसा कटाउने अनि जाने कहाँ त्यसरी जान मिल्दैन नि मिल्छ त त्यसरी मिलिहाल्छ नि छर्नु न फुटालिदिन्छु अहिले यसरी क्यामेरा फुटाउनु ल जाँदो यहाँ पैसा तिर्नु पर्यो हाम्रो म जाँदिनँ म यसरी पैसा नतिरिन कहाँ म हुन्छ जाँदिनँ भनेको छु है अनि यसरी कुखुरा नि खाइदिने अनि पिसाब नि गर्ने म साइकोसित घाना जङ्गलमा जाने के रे यस्तो जङ्गलमा जाने म छर्नै मलाई धेरै नाटक नगर्नु धेरै जिस्काइ बगे केटी मान्छे देख्यो भनेर ले पैसा दिने कि नदिने पहिला दिन्न म पैसा जानु हँ दिन्न ले केसको पैसा दिने भन्नु न पहिला त्यो मुतेको मुतेको पैसा नि लाग्छ र किन लाग्दैन मुतेको मुते चाहिँ पैसा लाग्दैन त्यो अर्काको जग्गामा मुते चाहिँ पैसा लाग्दैन अनि कुखुराको अर्काको जग्गा अरे अनि छर्नु मलाई ल ठिक छ रे कुखुराको त छैन मैले माने होइन कुखुराको छैन मैले माने तर तिमीले त मुतेको छ नि त मुतेको पैसा चाहिँ कसले दिन्छ मुतेको पैसा कसैले दिन्न ले मुतेको पैसा पुरै गयो कहाँ गयो खाएर भयो नाच नगर्नु अरे तपाईँ जानु रोइदिन्छु अलिक चिल्लाइदिन्छु नि थाहा हुन्छ नि चिल्लाउ त छर्नु भाइ पैसा ले छर्नु के दाइ अनि यसरी किन मुत्या त अर्काको जग्गा एउटा केटी मान्छे अनि कहाँ भाग्न खोजिरह भने कहाँ भाग्न खोजिरह यसै भाग्न मिल्छ अर्का जग्गामा मुतेर मुते त मिल्छ अहिले मुतेको कुरा ननिकाल्नु मैले मुते त मुते गयो अनि मुतेर अब अनि त्यसरी किन मुत्या त मुद्दा मलाई मुद्दे पिसाले चाहिँ कहाँ मुद्ने त अनि तपाईँको मुखमा मुद्दिने खालि मुखमा भन्दैन त्यही त हो छर्नु है मलाई नरिसाउनु कसलाई रिस उठाउने त किन मुत्या त यस्तै त्यसरी किन मुत्या क्या त्यो किन मुत्या कुखुरा किन खाया त्यसरी जान मिल्छ तपाईँले भन्नु न तपाईँले जान मैले खाएको होइन स्यालले खाएको हो यो कसले खाएको यो स्यालले खान्छ यो स्यालले खाएको त यो कसरी खायो स्यालले कहाँ थियो स्याल कस्तो थियो त्यो स्यालको नाम के हो स्यालको नाम मलाई के थाहा तपाईँ जस्तो थियो स्याल म जस्तो थियो अनि म जस्तो भइकन खायो खायो त खाँदैन त त्यसको पैसा ऊ त्यसको ल्याउनु त यसको पैसा ल छिटो 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 छैन यसको पैसा छैछ यो मैले खाएको होइन स्यालले खाएको म जान्छु दाइहरू आउनुहुन्छ अहिले गाली गर्नुहुन्छ मलाई छोड्नु पिसा फेर्न आएको मान्छेलाई नि यत्तिकै घुमाइदिने कहाँबाट आउँ रहेछ भिडियो बनाउन अर्काको भिडियो बनाउन पोस्ट नगर्नु है यो पोस्ट गर्छु ल उहाँले चाहिँ यस्तो छ अब मैले धेरैचोटि बारम्बार उहाँलाई भनिसकेँ कि उहाँलाई पैसा दिनुहोस् भने पनि पैसा पनि दिनु हुँदैन अनि यहाँ आएर जङ्गलमा यसरी मुद्नु भएको छ मेरो कुखुरो खाएर यहाँ तल उहाँको छेउमा कुखुरा खाएर आदि राख्नु भएको छ दर्शकबिन होइन उहाँले भनेको पनि टेर्नुहुन्न मान्नुहुन्न अब के गर्ने होला ल भन्नुहोस् दर्शकबिन यति बेलामा चाहिँ प्रत्यक्ष लाइभमा छु होइन यति बेला तपाईँहरूले हेरिसक्नुहुन्छ ल 1,50,000 मान्छेले हेरिराख्नु भएको छ ल हेर्नुहोस् कुखुरा चोर्ने हो ऊ चाहिँ मुतौरी अनि यहाँ आएर जग्गामा मुद्ने मुतौरी मुतौरी नभन्नु है मलाई कुखुरा चोर्ने कुखुरा चोर पनि नभन्नु के चोर भन्नुहुन्छ मलाई कुखुरा चोर भन्नुहुन्छ मलाई के भन्ने पनि अनि किन गोला भन्नुभयो कुखुरा चोर चोर त आफै तपाईँ हुन्छ ल हेर्नुहोस् दर्शकबिन जो चोर उसैको ठुलो चोर भनेको यही नै हो उहाँ आउने आज जङ्गलमाथि जाने कुखुरा चोर्ने अनि त्यहाँबाट चाहिँ नि उ गर्ने के अरे मुद्ने अर्काको जग्गामा मुद्ने मुतौरी चाहिँ नाम नराख्नु है मेरो अनि मुतेपछि मुतौरी भन्नु परेन अनि के बिस्तारमा मुती म कट्टुमा मुती आएको र मुती के छ त अनि
ल हेर्नुहोस् मुतौरी चाहिँ नि अब ल हेर ल मुतौरी भाग्यो हेर्नुहोस् ल हेर्नुहोस् दर्शक पनि भाग्यो मुतौरी यहाँ सुन्नु त बहिनी सुन्नु न यहाँ हुनु त एकछिन यता हुनु त यता एकछिन यता हुनु न उता हेर्नु न अलिकति थोरै यता हेर्नु न सुन्नु न मैले तपाईँलाई छ नि जिस्काएको मात्रै हो होइन एउटा जस्ट कमेडी भिडियो बनाऊँ भनेर तपाईँसँग भिडियो मात्रै बनाउन खोजिरहेको हो यसमा माइन्ड नगर्नु होला त्यो मेरो कुखुरा पनि होइन यो जग्गा मेरो पनि होइन जग्गा मेरो पनि होइन र तपाईँ नि यता त्यहाँनिर मैले अघि देखाएको थिएँ कि उताबाट यता यसो आउन देखिरहेको थिएँ पक्कै नै तपाईँ केही न केही लाग्दैन अर्काको भिडियो बनाउन अनि त्यसरी हजुर त्यसरी अर्काको भिडियो बनाउन लाज लाग्दैन होइन जस्ट एउटा कमेडी भिडियो बनाउनका लागि कमेडी बनाउँछ नि भन्नु सक्नुहुन्न पहिल्यै त्यो म त एउटा आएर ल म एकदमै सरी भन्न चाहन्छु तपाईँलाई होइन त्यस्तो नराम्रो कतै छ भनेपछि बरु म काटफाट गरेर राखिदिन्छु अनि भिडियो त राख्न मिल्छ नि म राख्छु नि है किन राम्रोसँग खुसी भएर भन्नु न किन रिसाउनु भयो राख्न मिल्छ भिडियो तपाईँको नराम्रो चाहिँ म काटेर राखिदिन्छु नराम्रो छ भनेपछि होइन त्यो जे होस् त्यस्तो खासै नराम्रो त काहीँ छ जस्तो मलाई लाग्दैन अब त्यस्तो यदि काहीँ छ भने म राखिदिन्छु कुनै केही वर्डहरू नराम्रो बोलेको जस्तो छ र कतै डिलिट गरिदिनु पर्ने जस्तो छ के छ कहाँनिर कुन छ त्यो मुतौरी चोर भनेको मुतौरी चोर भने त के भयो त त्यो त एउटा कमेडीको लागि मात्रै भन्यो भने चोर भन्छ नि मलाई चोर भन्दैन सबैले होइन त्यो मैले भनिसकेँ नि त दर्शकहरूलाई त मैले बुझाइसकेँ नि त यो त जस्ट अब कसैले खाएको रहेछ मैले अघि यो भिडियो खिच्दै गर्दाखेरि मैले सुरुबाटै भनेको थिएँ कि त्यहाँ तपाईँसँग जानुभन्दा अगाडि पनि यहाँनिर स्यालले खाएको हो कि अथवा के मान्छेले खाएर फालेको हो कुनै के रहेछ यो भनेर मैले कुखुरा सुरुमै पनि देखाएको छु दर्शकलाई होइन तपाईँलाई दर्शकलाई त्यस्तो नराम्रो सोच्दैनन् त्यो एउटा जस्ट चाहिँ कमेडीको लागि भनेको कुरा हो त्यसले केही फरक पर्दैन कि हजुरलाई पर्छ र फरक पर्दैन नि होइन राख्न मिल्छ नि किन निराश हुनुभएको थियो निराश हुँदैन त अनि त्यसरी भिडियो बनाउँछ कमेडी अनि जसले एउटा जोकिङ मात्रै गरे तपाईँको नाम चाहिँ के अरे सरू राणा मगर तपाईँ नि ल मगर रहेछ त अनि झन् हामी त भाइ बिना पो पर्दो रहेछ त ल म नि मगर नै हो होइन ल ओके ठिक छ होइन मेरो चाहिँ कपिल मगर युट्युब च्यानलको नाम हो युट्युबमा गएर कपिल मगर सर्च गर्नु होला भिडियो हेर्नु होला तपाईँको भिडियो नि यो कपिल मगर च्यानलबाट आउँछ है ल थ्याङ्क यू सो मच हात मिलाउनु न नरिसाउनु न हाँस्नु त एकचोटि कस्तो हाँसो थियो अलिकति हाँस्नु न हो थोरै तपाईँ जस्तो अलि राम्रो मान्छे मुसुक हाँसेपछि दर्शकहरू खुसी हुनुहुन्छ क्या हाँसिदिनु त फेरि एकचोटि अलि हाँस्नु न मजाले यार त्यो हाँस्नु न भने अलिकति हो खुसी हुनुहुन्छ नि भिडियो हाल्दा केही फरक पर्दैन नि है ल थ्याङ्क यू सो मच